राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले भैरवा विमानस्थलको अध्ययन गर्न सार्वजनिक लेखा समितिको उपसमिति संयोजक मन्जु खाँडका बारेमा टिप्पणी गरेका थिए। उनको आशय थियो विवादमा मुछिएको व्यक्ति उपसमितिको संयोजक नभएकै बेस हो नि। त्यति भनेपछि खाँडलाई झनक्क रिस उठ्यो र उनले शाहलाई झपार्दै भनिन्, तपाईँ र म दुवै माननीय, के उद्देश्य र के कारणले यस्तो भन्नुभयो? त्यसपछि केही सवाल जवाफ यस्तो भएको थियो। तपाईको मिडियाले भनेकै भरमा, मिडियाले सार्वजनिक गरेकै भर मैले कहाँ कुन निकायमा मेरो उ छ, त्यो तपाईले भन्नुभएको छ यस्तो मेरो घोर आपत्ति छ। तपाईले फिर्ता लिनुपर्छ, होइन भने मेरो घोर आपत्ति छ यो। किनभने तपाईँ पनि जनताबाट आएको माननीय हो, म पनि जनताबाट आएको माननीय हो। मेरो यो घोर आपत्ति छ। मलाई फुल कमिटीले संयोजक तोकेको छ। तपाईहरुले चाहिँ 22 निसबाट भन्नुहुन्छ भने त्यो एउटा गलत कुरा हो। 22 निसको कुरा हैन, तपाईले यो फिर्ता लिनुपर्छ। ठीक छ, हैन यसमा त तपाईले यो फिर्ता लिनुपर्छ। तपाईले राम्रो काम गरेर देखाउनु होला मलाई। तपाईको हो, तपाईले भन्नुभयो हो, तपाईले मेरो चाहिँ काम पछिको तपाईले कमेन्ट गर्नु भएको भए ठीक थियो मान्यजी, हैन भने पार्टीगत हिसाबले तपाईँ 22 निस हुनु भएको हो कि कुन हिसाबले हुनु भएको? म कुन उसमा निकायमा म कारबाहीमा छु, तपाईले मलाई यो भन्नु पर्यो।